हेलो गाइज, स्वागत छ है तपाईहरुलाई मेरो नयाँ ब्लगमा। चाहिँ हामी चाहिँ आज डग सेन्टर जाँदै छौं। कता डग सेन्टर परेछ तैले भने के भन्यो। बुद्ध जयन्तीको अघिल्लो दिन चाहिँ यसरी चारै दिशामा चाहिँ नौताहरू गर्दैछ र सबैजना यसरी अगाडि बढ्दैछ। हेउ गरे त त्यसले गाउँपट्टि फर्काउनुपर्छ अरे पछि घुमाउनु होइन एकछिनमा घुमाउनु हुन्छ पेस कस्टमर अगाडि घुमाउनु हुन्छ छडे छडे कति हो यो भरे पेन्सिस लिएर उयो गर्यो उयोमा देख्यो कागज देख्यो टेप चाहिँ यता पछाडि हुनुपर्छ, त्यो चाहिँ उतै हुनुपर्छ। बरु यो नघुमाउनु ल यतिकै घुमो भने पनि भरे अहिले एकछिनमा आउँदा लिएर आउनु त जाने गेन्दे तपाईँले गरिदिनु ल। यो चाहिँ गाउँतिर घुम्नुपर्छ है चामल हिजो यही बनाएको यही त बुढा छपिरहेको ल ल ल बिहानसम्म हिजो याद गर्नु आउँदैन त्यति घुम्नु चाहिँ ल।
हाम्रो पूर्वदाय चाहिँ हो कि आज परदेखि आउनलाई त टाइम पो लाएर आउँछ हैट हैट हामी चाहिँ अब डग सेन्टर आइपुगेको छ है ल डग सेन्टरमा डगहरू टन्नै छ यहाँ चाहिँ डगहरू टन्नै रहेछ यो चाहिँ डग सेन्टर हो थरीको डगहरू सेते सेते विचार चाहिँ यो छैन सेते यहाँ कुकुर डग सेन्टरमा चाहिँ पुरा डगहरूको हैट हैट डगहरूको डग सेन्टर रहेछ यहाँ चाहिँ डगहरू खेल्ने बस्ने खाने खाने बस्ने ठाउँ चाहिँ यो रहेछ डगहरूको है वाउ सानो क्युट डग या ल यहाँ चाहिँ डग सेन्टर हो यहाँ चाहिँ डगहरू सेते त यहाँ आइपुगेछ अनि सेते सेते त यहाँ आइपुगेछ यहाँ आउँछ खान्छ जान्छ ल खतरा छ है ल डग सेन्टरमा चाहिँ डगहरू यस्तो छ तपाईँहरूले नि सहयोग गर्न मन लाग्छ भने गर्नु है यहाँ टक्क यो चाहिँ नाम्चे बजार डग सेन्टर धेरै डगहरू छ यहाँ हो त्यही हो टाइम भएको हो हैट ल है हाम्रो पूर्वदाय चाहिँ पुरै अग्लो काले काले डग सेन्टरमा चाहिँ डगहरू यत्रो छ है ठन्डै डगहरू छ अब हामी चाहिँ गयो मन्जु भिडियो मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नुहोला साथीहरू फेरि यस्तै नयाँ भिडियो ल्याउने छु।